ओइ तँलाई थाहा छ राम्री केटीलाई इङ्ग्लिसमा के भन्छन् र? मलाई थाहा छ ब्युटिफुल भनिन्छ। इस आई लभ यु भन्छ, आई लभ यु। त्यसो भए तँ भन्छ 2 + 2 कति हुन्छ? 4 हुन्छ, 4। इस्सो 5 हो, 5। कसरी? झुकिएर। ओइ तँलाई थाहा छ इङ्ग्लिसमा ई पछि के आउँछ? थाहा छ नि, एफ आउँछ, एफ। इस आउँछ एफ। EN, M आउँछ N, ENGLISH। तँलाई थाहा छ बदम धेरै खायो भने के हुन्छ? के हुन्छ? सकिन्छ। ओइ तँलाई थाहा छ आई डोन्ट नो लाई नेपालीमा के भन्छ? मलाई थाहा छैन। आई डोन्ट नो, आई डोन्ट नो। मलाई थाहा छैन हौ, मलाई थाहा छैन। ठुक्क के चाहिँ थाहा छ त तँलाई? अभी बता दे भाइ, अभी बता दे। त्यसो भए त भन् त सरकारी आइनोलाई चाहिँ के भन्छ? मलाई थाहा छ। थाहा छ भने भन्न त। भने त मलाई थाहा छ भनेर। थाहा छ भने भन्न त नि, कति लजाइरहेको त नि। केटी जिस्को त लाज लाग्दैन त तँलाई? ओइ बोर्डिङको बोधे माइलाई के भन्छ थाहा छ? थाहा छ, मेरो भन्छ, मेरो। ए तेरो पो भन्छ? यहाँ सरकारी माइलाई मेरो भन्छ भनेको क्या। ए बोधे के भन्छ त्यसो भए योरलाई के भन्छ त? योरलाई तेरो भन्छ क्या, तेरो। ए माई भनेको नि मेरो, योर भनेको नि मेरो, अनि तेरो चाहिँ के त? ए सरकारी यति पनि बुझ्दैन। योर भनेको मेरो अनि माई भनेको तेरो हो क्या, यति पनि बुझ्दैन।